तपाईको 20,000 पनि होइन, तपाईको 15,000 पनि होइन, तपाईको 12,000 पनि होइन, तपाईको मात्र 10,000 मा बेंगलोरमा यस्तो रुम पाइन्छ भनेर तपाई पत्याउनुहुन्छ। अहिले मैले कोठा देखाएपछि तपाई आफै छक्क पर्नुहुन्छ के। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म अब कोठा देखाउँदै छु र भिडियोको अन्तिममा यो कस्तो ठाउँमा र कस्तो कन्डिसनमा पाइन्छ भनेर पनि भन्नेछु। सुरुमा चाहिँ हाम्रो यो 6th फ्लोर हो र यो सिंगल शेयरिङ हो हैन। यहाँ चाहिँ डबल बेड हुँदैन, यहाँ चाहिँ सिंगल शेयरिङ हो हैन। सिंगल बेड हुन्छ, एक जनालाई पुग्ने हो हैन। र कपलहरु हस्बेन्ड वाइफ पनि बस्न सक्छ, त्यस्तो हैन, त्यस्तो म्याटर गर्दैन। अनि यहाँ चाहिँ एउटा टेबल छ, एउटा चेयर छ, यहाँ टक्क आफ्नो सामान राख्नलाई पनि भइहाल्यो। खास गरेर ल्यापटप सेपटप कोही अनलाइन काम गर्ने मान्छेहरु हुन्छ नि, तिनीहरुको लागि त एकदम बेस्ट हो। र यहाँ चाहिँ हाम्रो कबर्ड मिल्छ है मेन गरेर। अनि यहाँ ऐना सिसा पनि मिल्छ। यहाँ लुगा राख्न टन्न स्पेस पनि छ, तीनटा कबर्ड छन् हैन। एकदम स्पेस धेरै छ, टन्न राख्न मिल्छ, तल माथि पनि राख्न मिल्छ हैन। माथि पनि तीनटा बक्स मिल्छ हाम्रो हैन। अनि अर्को फेसिलिटीको कुरा गर्ने भने चाहिँ तपाईको एउटा टिभी मिल्न सक्छ हैन, फ्रीमा टिभी चलाउन सक्नुहुन्छ। र बेनिफिटको कुरा गर्ने भने चाहिँ तपाईले वाइफाई पाउन सक्नुहुन्छ फ्रीमा। तपाईले रिचार्ज गर्नु जरुरी छैन। यो चाहिँ हाम्रो यो बिल्डिङकै ओनरले रेन्टमै सबै गरेर हुन्छ। र बिजुली बिल पनि दिनु पर्दैन, तपाईले पानी बिल पनि दिनु पर्दैन, वासरुम पनि एकदमै राम्रो फ्रेश कन्डिसनमा मिल्छ र एकदमै बवाल तरिकाले। अनि अर्को मेन कुरा भनेको चाहिँ तपाईको यहाँबाट ओपनली बाल्कनी पनि मिल्छ है। गर्मीको महिना आइरहेछ, यस्तो गर्मी हुन्छ हैन। अब गर्मीको महिनामा चाहिँ ओपन बाल्कनी त चाहियो। यहाँबाट आएर उभिनु भने एकदम चिसो हावा लाग्छ, एकदम चिसो हावा खान पनि मिलिहाल्यो, यताउतिको स्पेस यताउतिको भ्यू हेर्न पनि मिलिहाल्यो। र बाल्कनी चाहिँ अलि सानो छ र यो अगाडि एउटा बिल्डिङ भएको कारणले अहिले चाहिँ आधी बाल्कनी चाहिँ अलि ब्लक भएको छ, तर पनि एकदम माथिबाट हावा खान मिलिहाल्छ हैन। अलि कोठाको कुरा गर्ने भने चाहिँ अलि स्पेस चाहिँ सानै छ, तर एकदम एकजना चाहिँ एकदम राम्रो तरिकाले राम्रो कन्डिसनले। र फेसिलिटीको कुरा गर्ने हुन्छ तपाईले खानापिना सबै यहाँ बिल्डिङबाटै पाउनुहुन्छ, तपाईको खर्च के पनि हुँदैन। अहिले यो कोठाको अवस्था हेर्नु भने चाहिँ एकदम फोहोर फाहोर छ, यहाँ के पनि क्लिन भएको छैन। यो क्लिन गरेर यहाँ चाहिँ बेडसिट लगाएर त्यो पिल्लो छ अर्को पिल्लो चेन्ज गर्यो भने चाहिँ एकदमै राम्रो फ्रेस कन्डिसनमा बन्छ रुम हैन। अहिले जस्ट रिसेन्टली नै गएको यहाँबाट कस्टमर हैन, घर गएको, त्यही भएर चाहिँ यो खाली भएको छ रिसेन्टली। त्यही भएर चाहिँ उसको सामान गरेर फोहोर फाहोर देखिन्छ, तर क्लिन भएपछि एकदम बवाल देखिन्छ, फ्रेस रुम हुन्छ। यो कोठामा बस्ने कस्टमर चाहिँ रिसेन्टली नै घर गएको छ। अब घर जाँदाखेरि चाहिँ के गरेर जान्छ, एकदमै फोहोर गरेर जान्छ त्यसले। मेरो काम भनेको नाइट ड्युटी सँगसँगै यहाँ चाहिँ क्लिन गरेर राख्नुपर्ने पनि काम हुन्छ। जस्तै यहाँ नयाँ मान्छे आउँदैछ भनेपछि टक्क उसको लागि चाहिँ यहाँ कक्रोचहरू हुन्छ, यो चाहिँ कक्रोच स्प्रे हो। यसले चाहिँ यसरी गरेर कक्रोच भगाउने काम गर्नुपर्छ। जस्तै बाल्कनीमा पनि हान्नुपर्छ, बाहिरबाट एकदम कक्रोचहरू आउँछन् हैन बाहिरबाट, अनि बाहिरबाट यसरी हान्ने। अनि वासरुममा पनि एकदमै गन्दगी हुन्छ र फोहोर हुन्छ भनेर पनि यो बाल्कनीमा पनि यसरी हामीले एकदम फ्रेस गरेर राखिदिन्छ। यो हानेपछि चाहिँ कक्रोचहरू चाहिँ आउँदैन हैन। सो त्यही भएर चाहिँ यस्तै काम चल्छ गाइज हैन। तपाईहरु पनि कोठामा यो कोठामा बस्न चाहनुहुन्छ भने मात्र 10,000 आइसी पर्छ, मात्र त्यति हो। तपाई बस्न चाहनुहुन्छ भने बस्न सक्नुहुन्छ। अनि त्यही छ गाइज हैन। बेंगलोरमा चाहिँ यस्तै छ, काम पनि भइरहेछ र तपाईहरुलाई चाहिँ यो रुम टावर पनि दिइसके हैन। यहाँ चाहिँ टिभी छ, रिमोट पनि पाउन सक्नुहुन्छ। अहिले चाहिँ अलि यहाँ पनि 1 रुपैयाँ मिल्यो, कति पैसा भेट्यो गाइज, पैसा पनि भेट्यो है। र 1 रुपैयाँ रहेछ, अब के छोड्नु, 1 सेन्ट फ्रेड त पाउँला हैन। अनि मेन कुरा चाहिँ यहाँबाट चाहिँ एकदमै फ्रेस हावा खान मिल्छ क्या यार, वातावरण एकदम राम्रो छ। अनि अरु काम के छ भनेपछि मेरो यो क्लिन चाहिँ मैले गर्नु पर्दैन साच्चै। अहिले इमर्जेन्सी भनेर मात्र यो हाने हो मैले स्प्रे हैन, तर यो चाहिँ क्लिनिङहरु छुट्टै हुन्छन्, क्लिनिङ काम गर्ने छुट्टै हुन्छन्। र मेरो काम यहाँ चाहिँ बेडसिट यो चाहिँ रेडी गरिदिनु पर्छ। यसमा माथि बेडसिट लगाइदिनु पर्ने छ र त्यसको पिलो लगाइदिनु पर्ने छ, टेबल छदैछ, चेयर छदैछ र एउटा रिमोट मात्र लिएर राख्नु पर्ने छ। मैले यसको टिभीको रिमोट छैन, रिमोट लिएर राख्ने त्यति काम हो गाइज। तपाईहरुले चाहिँ यो बेंगलोरमा रुम भाडा के कस्तो लाग्यो, सस्तो लाग्यो या महँगो लाग्यो, के कस्तो लाग्यो, प्लिज के भन्छन्, प्लिज प्रतिक्रिया के भन्छन् गाइज, प्रतिक्रिया हो, प्रतिक्रिया दिनु होला, कमेन्टमा भन्नु होला। काठमाडौँमा कति के महँगो छ, नेपालतिर रुम भाडा जस्तै यहाँको 10,000 भाडामा चाहिँ नेपालको कति भयो, 16,000 भयो। अब बेंगलोरमा चाहिँ 16,000 पर्ने यो कोठा मैले कोठा जस्तै देखाइसके, यतिको कोठाको चाहिँ नेपालमा यदि भाडामा लिने हो भने कति के पर्ला। अब नेपालमा के हुन्छ, मात्र भाडा मात्रै दिनु, खाने व्यवस्था आफैले गर्नु हो। तर यहाँ चाहिँ के हो भनेपछि 10,000 आइसी दिइसक्नु भने तपाईले भाडा तपाईले के बेनिफिट पाउन सक्नुहुन्छ भने खाना 2 टाइम पाउन सक्नुहुन्छ, बिहान र बेलुकी खाना पाउन सक्नुहुन्छ। त्यो पनि 1 महिनासम्म, पुरै महिनाभरि त्यो 10,000 मा खाना बस्दा सबै गरेर 10,000 हो। फेरि मात्र त्यो सुक्का भाडा मात्रै होइन। कस्तो लाग्यो यो भिडियो, यदि राम्रो लागेको छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नु। यदि मनमा केही पनि कुरा छ भने अनि कमेन्टमा भन्नु र भिडियोलाई लाइक गरिदिनु है मन परेमा। यो कोठामा चाहिँ जो पनि मान्छे आउँछ नि एकदम भाग्यमानी मान्छे त्यो, किनभने यो कोठालाई चाहिँ मैले चिटिक्क बनाएर राखिदिन्छु। यो कबर्ड सबर्डमा हैन, यो हैन जहाँ पनि यो लुगा राख्ने ठाउँमा, कपडा राख्ने ठाउँमा चाहिँ एकदमै यो कक्रोच स्प्रे हो। यो हानेपछि एकदमै कर्कोच हुन्छ नि, हाम्रो भाषामा त्यो पुङा भन्छन् हैन, त्यो पुङाहरु सब भगाइदिन्छु, सब पुङालाई मारिदिन्छु हैन।
एकदम फ्रेस कन्डिसनमा पाउँछ, त्यो भाग्यमानी हो। कोही मान्छे यदि बस्न चाहन्छ यो कोठामा भने सम्पर्क गर्नु होला मलाई। भाडा मात्र 10,000 हो, आइसी हो, फेरि नेपालको 15-20 हजार गइहाल्छ यो कोठामा। तर तपाईँले एकदम बेनिफिट पनि पाउन सक्नुहुन्छ, एकदम यस्तो होइन स्प्रे हानेको कोठा पाउन सक्नुहुन्छ है।